the stunts in this movie. Hey, shut. तो चलिए शुरू करते हैं। फाइनली वी आर हेडेड टु द सेमेस्टर दिन 4 जनाको ग्याङ 1 2 3 4 कतिजना छ 1 2 3 6 जना म पनि छु। फिरोज कति पढ्यौ त? मैले बिचार फिरोज रात भरि नसुतेर मेरो प्लान के छ भने त्यहाँ गएर आधा घण्टा एमसीक्यू गर्ने गरे जस्तो त्यो भइदिने फेन्ट भइदिने बेहोस हुने टिचरले लगेर जान्छन् अनि त्यसपछि एक्जाम क्यान्सल मेरो भयो। सिपिआर दिएला न त्यही हो। फिरोज त्यही सर्जरी गर्दै गाह्रो के गर्थ्यो? त्यसो भएर फेरि एक्जाम दिनुपर्छ यार गाह्रो छ। सुमन त के भन्छ कति घण्टा पढ्यो भइसक्यो? 3 घण्टाको एक्जामको लागि 2 घण्टा पढेर आएको छु। 3 घण्टा के गर्ने हो? होला नगद पढ्नु त पढ्दैछ रातभरि। आराम कस्तो भन्छ त एक्जाम प्रिप? एक्जाम त त्यस्तै हो यार भइरहन्छ एक्जाम त। होइन कि सेमेस्टरको प्रेप भनेको त्यो वाला एक्जाम लाइफ एक्जाम भनेको मैले आजको हुनेवाला एक्जाम भनेको। आजको हुनेवाला एक्जाम भनेको यस्तो भयो कि मैले सोचेँ कि एक दिनमा म कति पढ्न सक्छु भनेर आफूलाई टेस्ट गरौँ। मैले त्यति मात्र पढेर आएको छु। पढ्नु त पढ्यो। पढ्नु त पढेर गएको प्याथको 5वटा क्वेसन पनि पास एन्सर पनि भन्नु पर्दैन। आजको टपिक थाहा मलाई आजको भनौँ भन कुन चाहिँको हिजो त थाहा थिएन त। आज बिहान टपिक पल्टायो नि त। एक्जाममा 3 घण्टा मस्त पढ्नुपर्छ। हेर न टपिक भन त पढ्यो हेर रातभरि सुत्यो। फिरोज के किन्ने अरे तिमी गएर अहिले? वायो मान्छे हामी चाहिँ सेमेस्टर 3 गइरहेको छ। मिसियम क्राइसिस रमाइलो भएको छ। सुशील केही भन्न छ अन्तिममा? म त सब सुवासको भरमा आएको आज। हामी सब सुवासको भरमा आएको छ। मैले त खतरा पढेछु पुरै। म देखाइदिन्छु। म के अगाडि बोर्डमा गएर लेख्दिउँ व्हाइट बोर्डमा गएर ए नम्बर एमसीक्यू नम्बर ए एन्सर बी बी एभ्रीवन बी क्लिक। लास्ट रमाइलो हुन्छ सबैजनाले बीमा गोल लगाउनु भयो। त्योभन्दा त बरु आँखामा पट्टी बाँधेर चिलाइदिन्थ्यो माथि एउटा जुत्ता सुवासको भन्दा त तर भर त पुरा फुल्ली जितेको सुवास। एमसीक्यूमा 30 बिगार गरेर खतरा हो यार। ए यो हाम्रो कल्चरल ट्यागमा फिरोज एमसीक्यूमा 30 मा 30 मिलाएको रे अनि एससीक्यूमा 2 लाको रे। 30 मा पनि खतरा हो यार। 30 मा 30 बिगार्नु पनि त्यो त भाग्यमानी हो नि बे फिरोज। त्यो पनि भाग्यमानी। आज कति घण्टामा निस्किन्छौ? हाम्रो फिरोजहरु लिडर आजको चाँडो निस्किनेमा फिरोज कति घण्टामा निस्किन्छ? यो कति बज्यो हो टाइम? इयरमा चाहिँ अब अलिकति टाइम लाउनु पर्छ जस्तो कि के भन्छ? टाइम लाउनु पर्छ। टाइम के गर्न बियोस हुन? फिरोज त फेरि बोर्डमै पनि हो नि त। मजा आउँछ क्लासमा थाहा बहुत रमाइलो हुन्छ कि आज सुमन त तैँले कसको गर्न हेर्छस्? बाहिर निस्किन्छ एकैचोटी निस्कौँला है। आज अर्का कर्नर हेर्दै बस्नु हेर न। सुमन त कसको कर्नर हेर्दै बस्छ आज? एक्जाम कसको? साउन्सर सुरुमा गाली गर्छन्। यो टाइम तिमीहरुको आज आधा घण्टा पुग्यौ यार। यस्तो छिटो 3 दिने हामी त 2 मिनेटमा होस्टेल पुग्थ्यौं त एक घर पुग्थ्यौं हैन। 49 55 भने तिम्रो 49 गति मिलेन रे के वहाँ होस्टेल गएर पाकिस्तानको। फिरोज आज म त अल्लाहको भरोसामा हो यार। रामदान यार अल्लाहले पनि त्यो बेला भरोसा गर्छन् जब मेहनत गरेको हुन्छ। मेहनतै गरेको अल्लाह उतै रहेछ नि यार। हाम्रो शिवजीले त जहिले पनि राम्रो गर्छन्। राम्रोसँग फेल लान्छ शिवजीले। त्यसो भए आजदेखि शिवजीको भक्त भए म हो। त्यो फेरि टाल्न जानुपर्छ। कताबाट जाने हो? यताबाट किन गउने? किन र मेन गेट हल्का एक्जाम दिन आए जस्तो नि। अब चाहिँ हामी टक्क लगाएर जान्छौँ। मसँग पेनै छैन यार। पेनै छैन गरेर लेख्ने हैन गरे। एरन टिस्यु ल्याउन भन। फिरोज अहिले 10 मिनेटमा एक्जाम छ। पेन पेन्सिल कटर इरेजर शार्पनर। फिरोज हेभ यु पेट योर पेन्सिल कटर इरेजर शार्पनर? एक्जाम पनि किन चिजहरु चाहियो हजुर? टिस्यु पेपर एक प्याकेट चाहिन्छ? कुन त्यो टिस्यु पेपर रोल? रोल त्यो एक्जाममा रोल के त्यो सानो 10 रुपैयाँ वाला? 10 रुपैयाँ वाला लाग्यो। केटाहरु अटोमा खान के बे अलैबाट ए वाबाट होस्टेलबाट काम चाहिँ हाम्रो डिएमसी होस्टेल। आज कस्तो माहौल कस्तो शान्त देखियो यार हुन्छ। न्यू लेक्चर न्यू लेक्चर हामी बन्दैछ माथि। हाम्रो लेक्चरहरू फेरि खालि घरि ओटीमाथि बन्छ घरि होइन। तर कलेज एकदम राम्रो छ। वान अफ द बेस्ट कलेज इन द हिस्ट्री अफ India. One of the best college in the name of DMC. In the Baloi सबभन्दा राम्रो कलेज मेडिकल कलेज के भलैको वान अफ द बेस्ट मेडिकल कलेज। यो कलेज +2 को कलेज भएको भए कस्तो हुन्थ्यो होला? यो कलेज +2 को कलेज भएको दामी हुन्थ्यो नि।
यस्तो यो कलेज जस्तो फेसिलिटी इन्फ्रास्ट्रक्चर त कसैको छैन हाम्रो स्पोर्ट्स अस्तिको स्पोर्ट्स यस्तो कस्तो मजा आएको थियो हेरौँ आज हामी जर्सीमा कोट सुमन्त लाग्नुपर्ने हो के जर्सीमा जर्सीमा रात पनि मुर्दाबादमा हेर अस्तिको कस्तो भयो आज त नयाँ कुरा चलिरहेको रहेछ त हाम्रो कलेजको माहौलै फरक हुन्छ के चलिरहेको छ फेरि ब्लड डोनेसन हाम्रो बोलाउनु क्या एक्जाम छ हेर अब एक्जाम हलभित्र जानुभन्दा अगाडि केही भन्न छ यस्तो ओम नबसी भए मैले मैले धेरै केटा हो तिमीले हो भन्न यस्तो भिडियोमा हामी एक्जाम आएछ एक्जामको लागि एक्जाम आएपछि भ्याइहाल्छ एकछिन त एकदम लास्ट सुमन त के छ एक्जामको लागि एक्साइटेड हो एक्साइटेड हो म त आज भित्र गएर सबको माहौल हेर्नु मजा रमाइलो हुन्छ क्या के छ एक्जामको लागि लास्ट केही अन्तिम मोड भन्न छ हाम्रो प्यारा प्यारा जुनियरहरूको लागि सेमिस्टर भन्दा भगवान भरोसे हो ल अब यति हो म पनि भगवान भरोसा त होइन म त पढेर आएको छु म हाम्रो एक्जाम दिने ठाउँ कहाँ हो अरे ए कता हो ऊ पर हो हाम्रो ऊ थियो हाम्रो एक्जाम गर्छ क्या छ पनि होइन के गर्दैन कानमा कानमा गर्दैन होला को म्याम हुनुहुन्छ अरे ल केटाहरू राख बाई बाई युट्युबमा